राम राम Hello everyone, welcome to the another vlog. आज चाहिँ हामी धेरै एक्साइटेड छौँ किनभने आज बहिनीको बर्थडे रहेको छ। आज मौसम पनि राम्रो रहेको छ, शीतल छ मौसम। अनि बर्थडे चाहिँ हामी ठुलो मनाउँदैनौँ, बहिनीको साथीहरू बोलाउने, केक काट्ने यति नै हो। बहिनीहरू सानो सानो छन्, केटाकेटी पहिला भएर केक काट्ने। अनि मेरो भिडियो चाहिँ पुरै हेरिदिनु होला। हामी चाहिँ जाँदैछौँ हिँड्दै हामी चाहिँ मास्तिरसम्म हिँड्दै गएको नि त। यो हिँड्दै गयौँ, घाम पनि टन्नै थियो, छाता पनि बोकिनौँ अनि गयौँ। त्यसपछि अब मास्तिर पुगेर चाहिँ सफारीमा जाने भनेर हामी चाहिँ गफ गर्दै हाँस्दै गयौँ। यहाँ परतिर देख्न सक्नुहुनेछ, यो चाहिँ प्रणामी मन्दिर हो। हामी बसेकोदेखि थोरै परतिर छ, नजिकै हो। देख्न सक्नुहुन्छ प्रणामी मन्दिर चाहिँ एकदमै राम्रो रहेको छ। हजुरहरू पनि घुम्न आउन सक्नुहुन्छ। यो चाहिँ एकदमै राम्रो रहेको छ, हेर्नुहोस् न प्रणामी मन्दिर। मलाई चाहिँ एकदमै राम्रो लाग्छ। अब चाहिँ हामी सफारी चढेर हिँड्यौँ। हामी चाहिँ इटरी होलसेल बेबी सप जान लागेको। त्यहाँ चाहिँ एकदमै राम्रो लुगाहरू पाउँछ, मलाई चाहिँ एकदमै मन पर्यो, त्यही भएर हिँडेको। देख्न सक्नुहुनेछ इटरी होलसेल सप बेबी सप। यो चाहिँ एकदमै राम्रो रहेको छ। यहाँ चाहिँ एकदमै राम्रो ड्रेसहरू पाउँछ। अब चाहिँ हामी फर्किसकेका छौँ। हामी चाहिँ फर्किँदै आएको पर्दिसम्म। अनि यहाँ बेबी चाहिँ फुपूले बोकिराख्नु भएको छ। फुपू चाहिँ घाममा बेबी बोकेर हिँडिराख्नु भएको छ। बेबी पनि फुपूलाई मात्रै खोज्ने के, त्यही भएर फुपूले बोक्नु भयो। यहाँ चाहिँ हामीले अब बिहान टिका लगाइदिँदैछौँ बहिनीलाई, आशीर्वाद दिँदैछौँ बहिनीलाई। बिहान टिका लगाइदिएको बहिनीलाई। अनि बहिनी चाहिँ एकदमै खुसी छौँ कि आज बर्थडे हो नि त बहिनीको, त्यही भएर एकदमै खुसी छौँ। अनि टिका लगाइसकेर चाहिँ बहिनी चाहिँ चक्लेट बोकेर चक्लेट बाँड्न हिँड्नु गाउँतिर। एकछिन पक्रिराख्न नानी। चलो मर्नु साथीहरू बर्थडे सकिसकेको छ, रातको 10 बजिसकेको छ। अब चाहिँ भने हामी अर्को भिडियोमा भेटौँला। बाई बाई।